भनेको के हो तर करेन्ट भनेको हाम्रो एनालोग चाहिँ पानी हो अब त्यो सिरिज र प्यारल हामीले पम्पलाई युज गरेर यहीको पानीलाई तानेर हामीले यो मात्रै चलायो अथवा अरू बेला यो ओपन हो यहाँ तल पानी जान्छ ग्राउन्ड तल पानी जान्छ यहाँनिर ड्राफ्ट ट्युब आउँछ जहाँबाट हामीले एचएसलाई युज गरिरहेको हुन्छौँ पानी चलुन जान्छ पानी बढ्दै जान्छ यस फ्लोलाई चाहिँ इनन्डेट गर्न थाल्छ यो त इम्पल्स टाइपको इनन्डेसन हुनु हुँदैन अनि यहाँ चाहिँ एयर रिलिज भएको छ यो एक ठाउँमा गएर यो छास यसमा चाहिँ एउटा प्रेसर बढ्न थाल्छ यसले हावा लिक गरिदिन्छ अनि पानी फेरि तल जान्छ सर्टेन प्रेसरमा आफै खुल्छ त्यो प्रेसर बिल्डअप हुन्छ त्यसले चाहिँ छास गऱ्यो हावा जान्छ अनि तल जाने बित्तिकै फेरि रिलिज कस्तो टाइपको डायमिटर माथिको डायमिटर यो चाहिँ इनलेट हो होइन इनलेटको विथ B0 भन्ने यो माथिको डायमिटर ठुलो छ तलको डायमिटर होइन D3 डायमिटर भनेको चाहिँ यो हो यसको एक्जेक्ट डायमिटर चाहिँ D3 त्यो D3 कै आधारमा अरू सबैको डाइमेन्सन निकाल्न सकिन्छ फर्स्ट हामीलाई पत्ता लगाउनु पर्ने चाहिँ D3 यसको डायमिटर एक्जेक्ट डायमिटर पत्ता लगाउनुपर्छ यो चाहिँ नि हेड बढ्दै गयो डिस्चार्ज कम हुँदै गयो भने यस्तो खालको राम्रो लाग्छ तर हेड कम हुँदै गयो डिस्चार्ज बढ्दै गयो भने यो बढ्दै जान्छ पानी त छिर्नु पऱ्यो नि यो बढ्दै जान्छ यो डायमिटर बढ्दै जानु पऱ्यो डायमिटर घट्दै जानु यो डायमिटर बढ्दै जान्छ भनेपछि यस्तो किसिमको जामा जस्तो फ्रक टाइपको हुन्छ लोअर टाइपको चाहिँ नि ट्रान्सिस्टर त्योभन्दा पनि लोअर भयो भने चाहिँ क्याप्लान टर्बाइन अथवा प्रोपेलर टर्बाइन यसलाई घुमाउनुको लागि यसलाई हामीले यहाँ इन्स्टल गर्छौँ यसलाई यहाँ राख्यो भने यसमा ग्रुप छ नि यस्तो खालको ग्रुप छ है यहाँ पनि ग्रुप छ ग्रुपको काम के हरेक चिजको आफ्नो फङ्सन हुन्छ त्यो लिमिनेन्स जस्तो यसरी चाहिँ ग्रुपमा बस्छ यो यसरी घुमिरहेको हुन्छ होइन भनेपछि के हो त्यहाँ जुन यहाँबाट पानी जुन जान्छ स्पाइरल त्यो पानी गएको चाहिँ अब यो उतातिर बस्नेपछि डाउन स्ट्रिममा पानी छेउबाट जानु भएन सबै ब्लेडबाट जानु पऱ्यो भेनबाट जानु पऱ्यो नि त यदि यहीँबाट चुन्न थाल्यो भने त त्यसलाई भोल्युमेट्रिक लस भनिन्छ त्यो हुनु दिनु भएन सँगसँगै कम गर्नु फेरि यति हामी नजिक पनि ल्याउनु सक्दैनौँ जसले गर्दाखेरि त्यहाँ फ्रिक्सन होस् त्यो फ्रिक्सन पनि हो फ्रिक्सनलाई पनि हटाउनु पऱ्यो भनेपछि अब दुईवटाको बिचमा ग्याप राख्यो भने त लस भइहाल्यो पानी अब ग्यापै नराख्नको लागि चाहिँ के गर्नु पऱ्यो भने यो लिभरिन्स जस्तो राख्यो यसले गर्दाखेरि वाटर वेज बढेपछि रेजिस्टेन्स पानीलाई रेजिस्टेन्स बढ्छ फेरि त्यो लस जुन हुन्छ अदरवाइज त्यो चाहिँ कम हुन्छ अब यो चाहिँ नि स्टे भ्यान हो यो स्पाइरल केसमा स्टे भ्यान त्यो स्टे भ्यानलाई एउटा सर्टेन एङ्गलमा त्यो बकेट यसलाई भेनलाई हिर्काउँछ यहाँनिर हिर्काउँछ यो चाहिँ नि के अरे लिडिङ एज भन्छ यसलाई अनि यो चाहिँ ट्रेलिङ एज हो लिडिङ एजमा फर्स्ट हामी डाइरेक्ट गर्छौँ एब्सोल्युट भेलोसिटी स्ट्राइक गर्छ अनि त्यस पछाडि हामीले सर्कम्फेरेन्सियल भेलोसिटी यो घुम्न थालेपछि टेन्जेन्सियल भेलोसिटी सर्कम्फेरेन्सियल हुन्छ अनि अर्को चाहिँ रिलेटिभ भेलोसिटी चाहिँ यो ब्लेडबाट पास हुने बाहिर हेर्दाखेरि कताबाट गयो यो भेलोसिटी त बाहिर जानु पर्ने जस्तो लाग्छ तर ब्लेडले गर्दाखेरि घुमिरहेको ब्लेडले गर्दाखेरि पानी भित्रबाट जान्छ त्यसलाई रिलेटिभ भेलोसिटी अनि त्यो रिलेटिभ भेलोसिटीको भेलोसिटी ट्रायङ्गल भन्छ तिनवटा त्यो ट्रायङ्गल नै हो हामीले यो ब्लेडको ट्रान्सिस्टर कुन एङ्गलमा यसले यहाँ स्ट्राइक गर्छ त्यो अल्फा अनि कुन एङ्गलमा त्यो चाहिँ एक्जिट गर्छ त्यो बिटा अल्फा र बिटा एङ्गल थाहा भयो भने अनि त्यसको भेलोसिटी ट्रायङ्गल बनायो भने चाहिँ अनि हाम्रो ब्लेडको कन्फिगुरेसन अब यहाँबाट सिधै पनि राख्न सक्छौँ यहाँ गएर यो एक्स भएर गएको छ ब्लेड मोडिएको छ नि त्यो मोडिमा एक्जिट बिटा चेन्ज भएर कति राखेको छ त्यो अनुसारले गरेर अनि युलरको इक्वेसनबाट हामीले हेर्दाखेरि त्यसको सेकेन्ड टर्मिनल चाहिँ सकेसम्म हामीले घटायौँ भने माइनस हुने चिज चाहिँ घटाइदिउँ प्लस हुने चिजलाई मात्रै राख्यौँ भने इफिसियन्सी हाई हुने भयो अनि हाम्रो एम नै त्यो माइनस हुने कम्पोनेन्ट कम गर्ने त्यो नै बढाइदियो भने त फेरि गयो होइन एफिसियन्सी कम हुन्छ अनि फेरि अब यहाँबाट चाहिने पानी जान्छ यसले हरेकले
सबैबाट निस्किने भेलोसिटी सेम हुनु पर्यो त्यो जुन ब्लेडमा स्ट्राइक गर्छ त्यो एब्सोल्युट भेलोसिटी त्यो सबैमा सेम हुनु पर्यो कतिवटा छ भेन यहाँ 20 वटा मैले गर्ने छु 20 वटा छ अनि यसको पनि 20 वटै छ 20 वटा त 20 वटा ठिकै भयो अरू यो बढी त्यो कम हुन सक्छ अनि यहाँ गाइड भ्यान हुन्छ त्यो गाइड भ्यानले चाहिँ यो गाइड यसलाई त्यहाँ यो टर्बाइन राखिसकेपछि यसलाई त्यहाँ फिट गरिन्छ यो फिट गरिसकेपछि यहाँनिर यसलाई कारको जस्तो ह्यान्डललाई हामीले घुमायो भने एउटै रिङले सबैलाई एकैचोटि चलाउने भयो यो खोल्यो त्यो भेलोसिटीमा खोल्यो नि होइन यो यसमा अब दुईवटा एकैचोटि चलाइदियो बन्द भयो पानी नै जाँदैन त्यसमा है भनेपछि यसलाई फ्रान्सिस टर्बाइनलाई चाहिँ हामीले अघि त्यहाँ हामीले भेन खोलेर कन्ट्रोल गरेर जस्तै त्यो गाइड भेनले कन्ट्रोल गर्छ सर जस्तै यो गाइड भेन पनि 20 वटै नै हुन्छ कि कस्तो हुन्छ यसको यति मात्रै हो रोटेसन चाहिँ हजुर मात्रै यो नम्बर अफ गाइड भेन ओके जस्तो यो सबै रिलेटेड हुन्छ बिगर स्मलर चाहिँ हुँदैन जति त्यति नै एउटा खोप बन्द गर्दाखेरि उसले एउटा स्टे भ्यानबाट आएको पानीलाई बन्द गर्दैन यो चाहिँ खोलिएको अनि स्टे भ्यान यहाँ छ नि त अर्को स्टे भ्यान यहाँ छ यहाँबाट पानी गइरहेको छ फुल एडमिटेन्स चाहिँ यो पानी कति एडमिट गर्ने हो अनि पार्सियल एडमिटेन्स यो भयो कम्प्लिटली जिरो चाहिँ होइन अब यसमा पनि हामीले यसको एफिसियन्सी कसरी हामीले बढाउने अनि अर्को चाहिँ फ्रिक्वेन्सी हाम्रो चेन्ज भइरहेको हुनसक्छ कहीँ बढी खपत भइरहेको हुन्छ कहीँ कम भइरहेको हुन्छ त्यसैले फ्रिक्वेन्सी कन्सट्यान्ट राख्नुपर्छ फ्रिक्वेन्सी कन्सट्यान्ट छैन भने त्यहाँ फिडब्याक लुपबाट हामी गभर्नरले थाहा पाउँछ कि अब मैले डिमान्ड बढ्यो भने मैले पानी दिनु पऱ्यो डिमान्ड कम भयो भने पानी बन्द गर्नु पऱ्यो अनि त्यो अनुसारले गाइड भ्यानहरू चलिरहेको हुन्छ होइन गाइड भ्यानहरू चलिरहेको हुन्छ त्यसले अब सर्टेन एङ्गलमा यसलाई घुमाउन सक्यो भने त्यो सर्टेन एङ्गलमा गएको चाहिँ नि जुन स्ट्राइक गर्छ नि ब्लेडलाई त्यो चाहिँ नि इफिसियन्ट भइदियो भने अनि टर्बाइनबाट प्रोडक्सन गरेको चाहिँ हाम्रो इनपुट भन्दा आउटपुट बढी आउटपुट त कहिले पनि बढी हुँदैन लस त भइहाल्छ है हो यसरी अध्ययन गर्छन् मेकानिकल इन्जिनियरहरूले अब कुरा गर्न सजिलो भयो बनाउनु गाह्रो भयो त्यसपछि यो सबै सपोर्ट मेकानिजमहरू हामीले त्यहाँ माथि सुनिदिन्छौँ यसलाई अनि सिभिल इन्जिनियरले बुझिसके भने यो यसरी बस्छ त्यो टर्बाइन यस्तो भयो यो यसरी बस्छ तलपट्टि फाउन्डेसनमा जानुभयो सबै टर्बाइनको वेट स्टेटरको वेट अनि टर्बाइनको चाहिँ नि बियरिङको वेट अनि जेनेरेटरको वेट सबै चाहिँ नि यदि भर्टिकल माउन्टेड छ भने फाउन्डेसनमा जानु पर्यो अब यसलाई हामीले होरिजेन्टल पनि राख्न सक्छौँ एक्सेस यसरी नै घुमाएर अब त्यस्तो केसमा यसको वेट जेनेरेटर वेट फाउन्डेसनमा जाने भयो भर्टिकल मात्रै होइन सबै त्यसरी हामीले सिभिल इन्जिनियरले चाहिँ सर यसको चाहिँ भर्टिकल नै राखिन्छ हुन्छ भर्टिकल राख्नु यो यदि चाहिँ हामीसँग कुन बेला भर्टिकल कुन बेला होरिजेन्टल राख्ने भनेको चाहिँ नि जियोलोजी कस्तो छ हेर्ने यदि प्यारेन्ट रक माथि नै खन्न सकिँदैन भने त्यस्तो बेलामा चाहिँ हामीले होरिजेन्टल नै राख्छौँ किनभने त्यो जियोलोजीलाई खनेर प्यारेन्ट रकलाई बिगारेर फेरि त्यसमा फाउन्डेसन हाल्न मूर्खाइ मात्रै हुन्छ हो अनि अलिक उसमा चाहिँ बढी लोड नआउने ठाउँमा तर एकदमै हेडै कम छ हेड बढी भएको ठाउँमा त होरिजेन्टल राखे पनि भयो र हेडै कम छ भने यसलाई चाहिँ फेरि पानीको लेभलभन्दा तल डाउनस्ट्रिमको पानीको लेभलभन्दा हामीले माथि राख्यो भने यो जुन एचएस छ सक्सन हेड त्यो ज्यादा भइदियो भने यसको रियाक्सन चाहिँ कम हुन्छ त्यो चाहिँ पानीभित्र पर्छ सकेसम्म त्यो एनपिएचएस भन्ने थाहा छ नि नेट पोजिटिभ होइन त्यो चाहिँ नि जहिले थोमस हामी जानु थोमस क्राइटेरियामा चाहिँ थोमस जुन चाहिँ क्यालकुलेटेड छ त्यो क्रिटिकल थोमसभन्दा बढी हुनुपर्छ तब मात्रै त्यो रियाक्सन टर्बाइनले काम गर्छ र त्यसलाई काम गराउनुको लागि ड्राफ्ट ट्युब चाहियो ड्राफ्ट ट्युब चाहिँ अरू मेरोसँग अहिले ड्राफ्ट ट्युब छैन त्यो फ्रान्सिस टर्बाइन त्यहाँ लगाएको छ भने त्यहाँ चाहिँ बोकेर टर्बाइन छ त्यहाँदेखि हामीले ड्राफ्ट ट्युब यति लामो बनाएको छ मेरो चाहिँ यदि फाउन्डेसन हो भने त्यो ड्राफ्ट ट्युब पुरै फाउन्डेसन दिनु पऱ्यो नि त्यत्रो फाउन्डेसन खन्नु पऱ्यो त्यो चाहिँ खर्चिलो हुन्छ त्यसो भएको हुनाले अर्को तरिका इन्जिनियरले के गर्यो लामो त लामो बनाउने तर के गर्यो एल्बो माथिबाट गएर यसो बेन्ड गर्छ है अनि एचएसलाई बढाउनुपर्छ हामीले अन्डर द वाटर त्यो ड्राफ्ट ट्युब
तब मात्र सक हुँदैन। त्यो झन् पम्प स्टोरेज हो भने त त्यसले पानी फेरि तान्नु पऱ्यो, तान्दाखेरि माथिको त्यो ग्राउन्ड स्कुलको वाटर घट्छ। त्यसपछि ग्राउन्ड टूबाट हास हो भने पम्पमा हामीले इनारो भयो, पम्पले पानी तानेन भन्छ नि, इन्जिनियर कन्फ्युज के गर्ने अनि एकजना टेक्निसियन उसले बनाइदिन्छ। कसरी बनायो एयर त उसले के गर्यो सिम्पल, उसले के गर्यो उसको सल्युसन, मेरो पम्प पहिला राखेको थिएँ सरमा होइन, पानीको लेभल घट्यो, अब त्यसले तानेन पानी, कि त पानीमा पुरै डुबाउनु पर्छ, सबमर्सिबल पम्प चाहियो, कि त यो पम्पको लेभल चाहिँ तल घटाउनु होइन, यति मात्रै उसले त्यो त क्याभिटेसन कम गर्नको लागि होइन। भनेपछि क्याभिटेसन कम गर्नको लागि हामीले जुन मैले पम्पकोदेखि डाउन स्ट्रिमको पानीको लेभल होइन, त्यो एटमोस्फेरिक हेड भनिन्छ, एटमोस्फेरिक हेड भनेको 10.3 मिटर, 10.3 एक्सिड हुँदैन। मेरो यो एक्सिस अफ पम्प अथवा टर्बाइनबाट 10 मिटरभन्दा ज्यादा गयो भने तान्दै टर्बाइन पनि छ, सबै त्योभन्दा कम है। अब त्यसलाई चल्ने बनाउनुको लागि चाहिँ त्यो पम्पलाई नै हामीले अथवा टर्बाइनलाई नै पानीको लेभलभन्दा धेरै तल, त्यो चाहिँ क्याभिटेसन फिल्ड। यो सबै इन्जिनियरहरूले पत्ता लगाइसकेको छ, हाम्रो काम चाहिँ जाँच दिने हो, चिट चोर्ने हो, पास हो। यस्तो थिएन एकचोटि के उनीहरूले काम गर्नुमा व्हिल एकचोटि सट्ट छिटो अनि फेरि ढिलो घुम्ने छिटो, तेह्र व्हिल चाहिँ बिग्रियो फेरि पेडल आएर चाहिँ बिग्रियो भने ल्याउनुलाई तेह्र प्लेट भएछ अरू त्यो भाँडामा चाहिँ जेट फेरि पानीको हुँदाखेरि फ्लुइडमा सिधा प्लेट भयो भने 100 डिग्री हुन्छ पानी यता छ भनेपछि उसले अर्को रेजिस्टेन्स कमिङ लाइट बहिनीले यताबाट नोजलले हानिरहेको त्यसरी यहाँबाट आएको पानीले यसलाई नै छुयो भने चाहिँ जाँदैन, पानी के हुनु कति डिग्री 6500 डिग्री हुन्छ, त्यो सबै अप्टिमम रहेछ, त्यो पनि म्याटिकली भनिन्छ। अनि यो सबको सेप नोजलको यसको के भने इन्कमिङ बकेटले त्यो जेट गर्नु भएन, डिस्टर्ब हुने बेलामा चाहिँ अहिले यसलाई हिर्काउनु थाल्छ, त्यसैले यहाँ नच राखेको विन्डो त्यो जेट चाहिँ नि ठक्क पास गरेर यतातिर जान्छ, ठ्याक्कै टेन्जेन्सियली जानु पऱ्यो, सबै हिसाब गरिरहेछ। अनि द्याट्स हाउ दे मेक इट एफिसियन्ट है। ल यो चाहिँ 25-30 हाउस होल्डलाई चाहिँ प्र्याक्टिकली निकाल्न मिल्ने भनेको सरले होइन? होइन, मैले 25वटा घर गाउँमा त्यो गाउँघरमा जाँदाखेरि पानी घट्टको त छुट्टै भयो। यो कसो भने गाउँघरमा चाहिँ हामी हिँडेर लाङटाङ गयो गरिन्छ अथवा अन्नपूर्ण होइन कतातिर छ त्यहाँ टिकट काम जाँदाखेरि बाटोमा हरेक एक घन्टामा चाहिँ टी सपहरू हुन्छ, मान्छेहरू यसो रेस्ट गर्नको लागि, अथवा हरेक ब्रिज पछि एउटा टी सप हुन्छ अनि तिनीहरूले कतैबाट 50-60 मिटरबाट चाहिँ यहाँ पाइपबाट पानी ल्याएर भाँडा सफा गर्ने, अनि त्यसमा सर्टेन त्यो ठ्याक्कै यसलाई मिल्ने 30 मिटरबाट चाहिँ पानी पाइप ल्याएकै थियो, भाँडा माजिरहेको थियो, पानी त मजाले गइरहेछ, त्यो पानी उनीहरू रोक्दैन, त्यतिकै खेर जाने हो, बसमा लगेर टर्बाइन राखिदियो भने के हुन्छ। त्यहाँ बिजुली नै थिएन, उनीहरूलाई त्यतिखेरको फोन चार्ज गर्नु पऱ्यो भने 3 घन्टाको माथि गाउँमा गएर चार्ज गर्नुपर्ने, त्यहीँ टी सपमै उसले चाहिँ अब फोन चार्ज गरिदिनु भयो टुरिस्टहरूलाई, फोन चार्ज गरेर एकछिन कफी पनि पिउने भयो, खान्टा पिउनेवाला कसलाई मैले तिनीहरूको एडभर्टाइज गराएँ होइन भनेपछि उनीहरूलाई काम लाग्ने चिज भयो नि त, यो पैसा पनि धेरै लागेन, त्यही बकेट त्यही पेल्टन टर्बाइन नै हो, किनभने हेड बडी छ, पानी थोरै छ, त्यसैले यसलाई घुमेर अनि यसमा एट्याच भएको चाहिँ नि गाडीको मारुति गाडीको ब्याट्री चार्जर हुन्छ नि मोटर के अरे डिसी 12 भोल्टको त्यसलाई घुमाउँथ्यो, त्यसले 12 भोल्ट निकाल्थ्यो, अब फोन पनि चार्ज गर्न मिल्यो होइन, बत्ती पनि बल्यो। सर जस्तो इनोभेटिभ आइडिया सर जो यो रोटेट हुँदाखेरि जो हुन्छ नि
त्यो भित्र उसमा हुन्छ नि एउटा क्यारेज जस्तोमा क्यारेज अथवा त्यो बक्समा हुन्छ नि तर त्यसको आउटलेट हुने बेला के त्यहाँभित्र गएको पानी हुन्छ नि त्यसमा टच हुँदा के हुन्छ फरक पर्छ र त्यो त्यो पनि हुन दिनु हुँदैन हजुर कसरी चाहिँ अब यो घुम्दाखेरि यसरी घुम्छ नि त भित्र पानी पनि गइरहन्छ उछिटेर जान्छ कन्टिन्युस भइरहन्छ माथि उछिटेर गएको ग्राभिटीले यसलाई ठोक्कर दिन्छ अनि यसलाई तिर जान दिँदैन त्यो वेट चाहिँ होइन त्यसले जेटले यसलाई हानेको बेलामा यो यसरी जाने बेलामा चाहिँ एउटा लेभलमा गएर हामीले छेकिदिन्छौँ पानीलाई अनि जति पनि यो पानी जान्छ त्यो पानी फेरि ग्राभिटीबाट तलै झर्छ तल सिधा तल त्यो गरे पनि इफिसियन्सी बढ्छ हजुर यसमा एउटा छेक्ने चिज राखिदियो भने यो खाली नै हो माथि चाहिँ खाली नै घुम्छ यसमा छेकिन्छ पानी उछिटिएर जान्छ सर जस्तै यसमा भ्याक्युम पनि जान्छ र जेटबाट जान्न यो के हो भने इम्पल्स टाइपको टर्बाइन हो नि त होइन इम्पल्सबाट चल्ने अब यहाँबाट हामीले फ्री जेट आयो जेटले यसलाई हिर्कायो होइन हिर्काइसकेपछि अब यहाँबाट भ्याक्युम भन्ने नै हुँदैन यो किनभने यो एटमोस्फियरमै झर्छ यो तर त्यस्तो पनि छ अलिक लो हेड टाइपको चाहिँ पेल्टन टर्बाइनमा अथवा क्रस फ्लो टर्बाइनमा भ्याक्युमलाई पनि युज गरेको छ ड्राफ्ट ट्युब राखेर त्यो ड्राफ्ट ट्युबबाट पानी बढ्दै गएर जब यसलाई इनन्डेसन गर्छ नि त्यतिखेर चाहिँ हावा आफै छास भएर फेरि घुमिरहेको हुन्छ अनि फेरि बढुन्जेलसम्म हामीले त्यो जुन अदरवाइज लेभल डिफरेन्स छ नि त एचएस जुन लस्ट हुन्थ्यो त्यो लस्ट कम हुँदै गयो नि त त्यसैले त्यो पोजिटिभ इम्प्याक्ट यसलाई पऱ्यो यसको चाहिँ पोटेन्सियल एनर्जी बढ्यो त्यसरी नै एफिसियन्सी पनि बढ्यो त्यसैले अलिकति लो हेड यो हाई हेडमा हुने टर्बाइनहरू भयो लो हेडमा हो भने ड्राफ्ट ट्युब पनि राखेर चलाउन सक्छ त्यो ड्राफ्ट ट्युब राख्ने अर्को क्रस फ्लो टर्बाइन पनि त्यहाँ छ नि यो सिङ्गल टिल्टेड फ्युम भन्छ यसलाई यो चाहिँ नि नर्मली हाइड्रोलिक बेन्च हो यो फ्लुइड मेकानिक्समा युज गरिन्छ तर यसमा हामीले आर्ट अन के गर्नु लागेको भने हामी रिसर्चरहरूलाई सधैँ एक्सपेरिमेन्ट गर्नुपर्ने हुन्छ टाइम एन्ड अगेन त्यही चिज हामीले मेजरमेन्ट गरेको रिपिटेसन ज्यादा हुन्छ होइन अब ह्युमन रिसोर्स त लाग्ने भइहाल्यो त्यसपछि त्यो जो मान्छे लागेको छ ऊ पनि बिरामी हुनु समान हुन्छ नि ढाड हुन्छ बसेर नाप्नु पऱ्यो सानो मेजरमेन्ट गर्नु पऱ्यो ठुलो ठाउँमा डरलाग्दो हुन्छ पानीले बगाएर लैजाला भन्ने डर हुन्छ सानो ठाउँमा एक्सपेरिमेन्ट गर्दा आइरहन्छ थाहा छ तर त्यो जुन समय छ पर्टिकुलरली जति समय हामीले डाटा कलेक्सन गर्नलाई लगाउँछौँ त्यो चाहिँ त्यही एक्सपेरिमेन्ट त्यही रिसर्चरहरू बसेर आफ्नो कम्प्युटरमा एनालाइसिस गर्न सक्छ प्रोभाइडेड यहाँ एउटा यस्तो खालको इक्विपमेन्ट होस् या रोबोट होस् जसले चाहिँ उसले डाटा कलेक्सन गरिदिने काम गरिदिन्छ र त्यहाँबाट वाइफाईको माध्यमबाट वायरलेसली कम्प्युटरमा उसले एनालाइसिस गर्छ अब फास्ट पनि एनालाइसिस गरेर अनि के चिजमा चेन्ज गर्नुपर्ने हुन्छ त्यो चेन्ज गरेर फेरि फिडब्याक यहाँलाई दियो अब यो खालको क्रस सेक्सन दिएको भन्यो भने उसले रोबोटले ठ्याक्कै त्यो क्रस सेक्सन दिन्छ यो सबै गर्न सकिन्छ 2 and 4 होइन त्यसलाई डिजिटल ट्विन भनेर नामाकरण गरेर चाहिँ रोबोट हो तर केही होइन यसमा यो ट्र्याक छ हामीले ग्यान्ट्री ट्रेन देखाएको छ ग्यान्ट्री ट्रेन कहाँ हामीले पावर हाउस जाँदाखेरि पावर हाउसमा ठुलो सामान बोक्ने चाहिँ नि ट्रेन हुन्छ त्यसलाई भन्छ ग्यान्ट्री यसको दुईवटा सपोर्ट मेकानिजम भित्तामा होइन भित्तामा अनि त्यसपछि एउटा बार हुन्छ अनि त्यो बार चाहिँ त्यो ट्र्याकमा चल्छ अनि त्यो बारमा क्रेन जाने हो है हामीले त्यही प्रोभिजन राख्यौँ क्रेनको सट्टामा यहाँ एउटा सेन्सर राख्यौँ अब यो सेन्सरले यो वाइ एक्सिस हो यो चाहिँ एक्स एक्सिस हो अनि जी एक्सिसमा चाहिँ यसले डेप्थ मेजरमेन्ट गर्नु मैले विभिन्न स्लोपमा
कस्तो किसिमको म्यान्ड्रिङ हुन्छ यहाँ भनेर हेर्नको लागि मलाई पटक पटक त्यसको मेजरमेन्ट गर्नु त्यो माइन्युट मेजरमेन्ट हामीले इन्स्ट्रुमेन्टले गाह्रो हुन्छ तर यसमा मैले डिजिटली त्यो सेन्सरले गएको छु यसको यो जम्मै क्रस सेक्सन दिइदिन्छ अब हरेक 5 सेन्टिमिटरमा यो यता मुभ हुन्छ अनि यसले हरेक 5 सेन्टिमिटर वायरलेसको माध्यमबाट त्यहाँ आउँछ यहीँ पनि हामी एक्सपेरिमेन्ट गर्न सक्छौँ यहाँ हामीले स्क्रिन राखेर यहाँ पनि देख्न सक्नुहुन्छ अनि एउटा एक्सपेरिमेन्ट गऱ्यो अनि त्यसपछि फेरि टिल्ट गऱ्यो अर्को एक्सपेरिमेन्ट गऱ्यो फेरि टिल्ट गऱ्यो अनि विभिन्न किसिमको हेर्नु पार्यो त्यस्तै गरी यताबाट आएको फ्लोलाई पनि मेजरमेन्ट गर्नु पऱ्यो डिस्चार्ज मेजरमेन्ट गर्नु पऱ्यो पहिला एरिया थाहा पाउनु पऱ्यो क्रस सेक्सनल एरिया देन भेलोसिटी थाहा पाउनु पऱ्यो देन वी नो द डिस्चार्ज होइन हामीलाई के चाहियो डिस्चार्ज चाहिएको छ भइहाल्यो त अनि यिनीहरूलाई पुगियो भेलोसिटी थाहा पाउनु पऱ्यो डिस्चार्ज अब यो सिमुलेटर हो अब यो यति एरियामा मेरो रेनफल भएको छ कुन इन्टेन्सिटीमा रेनफल भएर चाहिँ इन्टेन्सिटी पनि हामीले यहाँ कन्ट्रोल गर्न सक्छौँ त्यो इन्टेन्सिटी हामीले दिएपछि यो इन्टेन्सिटीमा इरोजनको प्रोसेस कस्तो हुन्छ मैले यसमा काठमाडौँको फ्लड आएको चाहिँ चोभारलाई यहाँ चोक गरिदियो भने त्यो फ्लड के हुन्छ त्यो पढ्यो त्यो पनि हेर्नु यसमा सानो त्यसरी विद्यार्थीलाई देखाउनु मात्रै गरेको थियो यसरी चाहिँ देखाउँदैन हेड बढी चाहिएको पानी त्यही अनुसारले सिलिन्डर कनेक्सन पानीलाई हालेको छ अनि ल्याएर यसलाई चलाएर हेर्ने चलाएर हेरिसकेपछि यहाँनिर यो घुम्न थाल्छ कसको यहाँ यो रोटर घुम्न थालेपछि यो रोटरमा मैले एउटा टर्क मिटर राखेँ होइन टर्कले यसको यो साफ्टमा लागेको टर्क मल्टिप्लाइड बाई डिस्चार्ज multiplied by gravitation, acceleration due to gravity, अनि अब हेड त भनिसक्यो मैले त्यति हो रो आइसकेको छ होइन डेन्सिटी वाटर त्यो चाहिँ इनपुट भयो डिस्चार्ज भनेको यसमा कति पानी पानी यो एरियामा त्यो डिस्चार्ज अनि त्यो भनेको चाहिँ डिनोमिनेटरमा हुन्छ हामीले यदि रेसियो लिने हो भने यो डिनोमिनेटरमा अनि यो न्युमरेटरमा अनि के हुन्छ लेस देन हुन्छ पर्सेन्टेज होइन लेस देन 1 हुन्छ नि त इज वाट होइन त्यो भने यो टर्बाइनको इफिसियन्सी यो ठाउँमा लिएको एनर्जी कति हो र यो ठाउँमा लिएको एनर्जी कति हो त्यसको डिफ्रेन्स मात्रै हेर्ने एलरको डिफ्रेन्स हेर्ने हो भने त्यसको सर्कमफरेन्शियल भेलोसिटी डिभाइड बाई त्यसको रेडियस होइन अनि त्यो मल्टिप्लाई गरेर डिफ्रेन्स हेर्ने युलरले के भन्यो कि यसको इफिसियन्सी अथवा युलर हेड HE कसरी निकाल्ने अनि एफिसियन्सी कसरी निकाल्ने अनि त्यो चाहिँ इन्ट्रेस्ट मेकानिकली मैले कस्तो टर्बाइन बनाएँ टर्बाइन चाहिँ एफिसियन्ट सिभिल इन्जिनियरको काम चाहिँ यहाँसम्म पानी दिने काम अब मेकानिकल काम चाहिँ यो आयो कसरी कन्भर्जन गर्ने भन्ने कुरा मेकानिकल तर हाइड्रो पावर इन्जिनियरिङ पढ्नेले सबै पढ्नु पऱ्यो मेकानिकल पनि पढ्नु पऱ्यो इलेक्ट्रिकल पनि पढ्नु पऱ्यो सिभिल पनि पढ्नु पऱ्यो सिभिल त बेसिकली पढ्नु पऱ्यो 70% ओभर चाहिँ सिभिल नै हुने होइन कन्स्ट्रक्सन पनि धेरै जसो खर्च कन्स्ट्रक्सनको सिभिलले हो है त्यसैले सिभिल नै हुन्छ हाइड्रो पावरको म्यानेजर कन्स्ट्रक्सन गरिनु जान्छ अपरेसन गर्ने बेलामा वा इलेक्ट्रिक यो कस्तो टर्बाइन हो हामी पढाएको छौँ होइन पढाउनु पऱ्यो है यो यसलाई भने यसको 3टा नाम छ अझै अनि टर्क मल्टिप्लाइड बाइ रोटेसन स्पिड के हो त्यो पावर अब होइन टर्क मल्टिप्लाइड रोटेसन स्पिड त्यसलाई मेगा पाई एन होइन डिभाइडेड बाइ 60 गर्ने होला हो सेकेन्ड
हो त्यो मिनट बनाउनुलाई यसलाई त्यसरी इनपुट पावर यो भयो यहाँबाट कति गयो इनपुट पावर कति हुन्छ इनपुट पावर कति हो हाइड्रोलिक पावर होइन त कति हो त हाइड्रो पावर पढ्नेलाई हाइड्रोलिक पावर भन्नु पऱ्यो नि यो त मेकानिकल पावर मेकानिकल इन्जिनियरले मात्रै गर्न सक्छ भन्नु रोजी QH केमा हो युनिट चाहिँ के रोजी QH भनेपछि युनिट चाहिँ के हुन्छ रो राखेपछि किलोवाट हुन्छ नाइ भने किन यदि रोलाई हटाउने हो QGH मात्रै राख्ने हो भने चाहिँ किलोवाटमा जानु पर्यो रो राख्यो भने वाट हुने भयो 1000ले भएपछि बल्लै मात्रै किलोवाट होइन फिजिकली द्याट्स गुड होइन तर वाट भन्नु पऱ्यो किलोवाट है त्यो चाहिँ सबै बुझ्नु